चाहिँ हामी यता घुम्न आएको है आज। हेर्नुहोस् हेर्नुहोस् साथीहरू, नगुललाई यस्तो मोबाइल आउँदैन लागेर फैकेर। हेलो गाइज, हामी यता बोइलर यता सामानहरू केटाहरू रफ्तारमै आइरहन्। वाह केटाहरू, हेर्नुहोस् हाम्रो गाइजहरू, हाम्रो चाहिँ यहाँ दोस्तहरूले यस्तो यस्तो काच्चा कुच्चा गरिरहेको छ। हेर्नुहोस् उता चाहिँ यस्तो छ। अंकल फोया है ना आगो ल भाइ, उहाँ हाम्रो राजा भन्न मिल्दैन, चट्टै है एकैवटा यहाँ बनाइरह। वाह, यस्तो छ हाम्रो चाहिँ उहाँ चाहिँ उठिराख्नु भएको छ। ऊ चाहिँ ग्यान्टो भइगयो। उसपछि तपाईँ के गर्दै हुनुहुन्छ अहिले? यता चाहिँ उ बनाउँदैछु त यो मासु। सेकुवा है यता। ल ल हेर्नुहोस् यस्तो छ सेकुवा चाहिँ। हेर्नुहोस् हाम्रो चाहिँ मासु चाहिँ यस्तो छ यस्तो छ। हाम्रो चाहिँ उहाँ जी चाहिँ यस्तो हुनुहुन्छ। ऊ चाहिँ हाम्रो पुष्पजी चाहिँ के अरे घिउ तान्दै हुनुहुन्छ। यहाँ चाहिँ आगो बाल्ने कार्यक्रम भइरहेछ र उता मासु सेकुवा भइरहेछ र मस्त हाम्रो मसला छ। अनि चाहिँ यहाँ हाम्रो चाहिँ मासु चाहिँ सेकुवा हुँदैछ। हेर्नुहोस् यता चाहिँ मासु यस्तो यस्तोसँग भिडियो बनाइरहेको छ टक्क लाएर। हेर्नुहोस् हेर्नुहोस् यहाँ चाहिँ यस्तोसँग मासु काटेर राख्नु भएको छ। यता हेर्नुहोस् यता हेर्नुहोस् यो हाम्रो चाहिँ के अरे यो मरमसला भन्नाले यो प्याज टमाटर त्यस्तै काच्चो कुच्चो हो। यो चाहिँ यस्तो दौरा भइगयो। उता चाहिँ यस्तो मासु सेकुवा हुँदैछ। हेर्नुहोस् हामी चाहिँ यस्तो ठाउँमा छौँ। हेर्नुहोस् यता यता यस्तो 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 राम्रो ठाउँ एकदम। यो के भन्छ नि, यो मथामा भन्छ नि, यो चाहिँ हाम्रो चाहिँ लेकतिर पर्छ, लेक साइडमा हो भन्न चाहन्छौँ। ल चाहिँ यस्तै नै हो। ल साथीहरू, हाम्रो सेकुवा भइरह। उहाँ दाजु आगो पुग्ने कार्यक्रमतिर लाग्नु भयो होइन। यता यो पुष्पे केटा धमाधम काममा छन् केटाहरू सबै न। हामी पिकनिक कार्यक्रममा 3-4 जना छौँ। अब 8-10 जना केटाहरू उता छन्। मासु पनि भइरह साथीहरू होइन, चट्टै टक्क। ल साथीहरू, यता हामी पिकनिकतिर। वाह दाजु, हाम्रो दाजु वाह। यता आगो पुग्ने काम भइरहेको छ साथीहरू। यहाँ सेकुवा छ, यता सेकुवा छ। यता काका चाहिँ मासु काट्नु भएको छ होइन, मासु काट्दै हुनुहुन्छ। उता भैँसी छ, यता पाक्ने खाना पाक्ने कार्यक्रम भइरह। अनि यता यस्तै साथीहरू हाम्रो यहाँ। हेर्नुहोस् हाम्रो चाहिँ के अरे दाल पाकिरहेको छ। हेर्नुहोस् उता चाहिँ मासु काटेर भर्खरमा यता बसिराख्नु भएको छ। र अहिले के टमाटर के अरे यो लसुन खुस्याउँदै हुनुहुन्छ ट्याक्क लाएर। हेर्नुहोस् यस्तो यस्तो भइरहेछ हाम्रो टक्क लाएर यस्तो मासुसँग होइन। 2-4 केजी मासु लिएको ठाउँमा हेर्नुहोस् यता चाहिँ मजामा सेकुवा आइरहेछ। हेर्नुहोस् सेकुवा हेर्नुहोस् हाम्रो चाहिँ यता हेर्नुहोस् हाम्रो चाहिँ टक्क लाएर गर्नु भइरहेछ। हेर्नुहोस् उता चाहिँ हाम्रो यो ग्यान्टो भयो। अनि यता हेर्नुहोस् यस्तो छ टक्क लाएर होइन, यस्तो यस्तो छ। अब टक्कै बोइलर सेलर काटेर भर्खरमा अब यहाँ चाहिँ उलाएर त्यता चाहिँ अब के अरे यहाँ भात पकाउने हो, फेरि मासु पकाउने हो, फेरि चाहिँ यस्तो यस्तो छ होइन। ल हेर्नुहोस् यस्तो यस्तो छ हाम्रो चाहिँ सबैजनाहरू यस्तो छ टक्क लाएर। हेर्नुहोस् यस्तो 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 भइरहेछ। यता हेर्नु सबैजना हेर न यार, यस्तो टक्क लाएर हेर यस्तो। हेर्नुहोस् यस्तो टक्कै सेकुवा भएर अब हामी चाहिँ लगभग हाम्रो काम चाहिँ अब सुरु हुँदैछ। बिस्तारै अब एकछिनमा हामी आउँछौँ। ल हेर्नुहोस् हाम्रो चाहिँ यता सेकुवा भइरहेछ टक्क लाएर। हेर्नुहोस् यता सेकुवा चाहिँ अब उहाँ चाहिँ खाना लाग्नु भएको छ। एकछिनमा हामी सबै खाने हो। हेर्नुहोस् यस्तो भइरहेछ टक्क लाएर। यस्तो छ यस्तो राम्रो ठाउँ छ। हेर्नुहोस् टक्क लाएर होइन। अब चाहिँ हामीले तेल हालिसकेका छौँ। अब टक्क लाएर हामी चाहिँ हाल्दैछौँ। हेर्नुहोस् टक्क लाएर है यो फ्राई गर्दैछौँ के अरे यो टमाटर प्याज अनि टक्क लाएर चाहिँ हाम्रो सुरजी यस्तो हेरिराख्नु भएको छ। ऊ चाहिँ भाइ पानी लिएर आइरहेको छ टक्क लाएर। ओ भुइँसाएको ल ल ल हेर्नुहोस् उता चाहिँ भुइँसी आएर पनि हैरान गरिरहेको छ है हामीलाई। तर यो यस्तो छ हेर्नुहोस् उहाँ चाहिँ यस्तो पानी पिइराख्नु भएको छ। यता हेर्नुहोस् यो चाहिँ भाइ पानी लिएर आइरहेको छ टक्क लाएर। हेर्नुहोस् अब हाम्रो चाहिँ फ्राई हुँदैछ। हेर्नुहोस् टक्कै ल ल ल यहाँ ऊ फ्राई हुँदैछ है।
भयो हात पनि खा ल ल केटा ओइ फराई भइरहेको छ साथीहरू मासु 3 केजी नेट थियो हाम्रो सेउका पनि खाइयो होइन अब फराईको भिडियो पनि हल्का हल्का आइयो यहाँ केटाहरू सबै काममा छन् उहाँ दाइ पनि आउनुभयो तलबाट पुरै यो साथीहरू यहाँ हिरो काबु अनि गएर भूपेन्द्र अनि गएर यहाँ पुष्प यहाँ पदम यहाँ कान्छो छ यहाँ नानु भाउ छोरो मेरो सबै छौँ साथीहरू म पनि यता हेर्नुहोस् यहाँ केटासँग रमाइलो गेडागुडी हो गेडागुडी साथीहरू गेडागुडी हो गेडागुडी खायो भने फेरि के हुन्छ फेरि पशु तत्त्व हुन्छ धेरै मजा आउँछ फेरि शरीरलाई यस्तो तन्दुरुस्त मिल्छ नि फेरि एक गुन्डा जस्तो मान्छे अगाडि गएर बसिदिने केटाको हरमा यहाँ ल हो केटाहरूसँग यहाँ मोज छ गेडा खाइरहने यार मलाई दिन पहिलोचोटि है भन्न मिल्दैन साथीहरू हामी धेरै पटक पनि आइसक्यौँ होइन उहाँ दाल मान्नु भयो दाजुले केटा मासु पस्काउनु लाग्यो ल खानुहोस् तपाईँ पनि पस्काउनुहोस् सर ल पस्काउनुहोस् है साथीहरू सब खाऊ मोज गरेर वाह ओइ प्लिज